परम प्रभु मेरो गोठालो हुनुहुन्छ, त्यो सम्बन्ध हो। मलाई केही कुराको अभाव हुँदैन, त्यो आपूर्ति हो, यानि सप्लाई हो। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, त्यो आराम हो। र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ, त्यो स्फूर्ति यानि रिफ्रेसमेन्ट हो। उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ, त्यो चङ्गाई हो। आफ्नो नाउँको खातिर त्यो उद्देश्य हो। मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ, त्यो मार्गदर्शन हो। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि त्यो परीक्षा हो। म कुनै खतरादेखि डराउने छैन, त्यो सुरक्षा हो। किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ, त्यो विश्वासयोग्यता हो। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छन्, त्यो अनुशासन हो। मेरो शत्रुहरूका सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ, त्यो आशा हो। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, त्यो पवित्रता हो। मेरो कचौरा भरिएर पोखिन्छ, त्यो प्रशस्तता हो। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ, त्यो आशिष हो। र परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु, त्यो अनन्तताको सुरक्षा हो। हालेलुया।